ओके ओके खुसीको खबर हाम्रो नेपालमा रहेका सम्पूर्ण किसान दाजुभाइहरूलाई है यो एकदम खुसीको खबर खुसीको खेती र नयाँ कुरो खेती लिएर आएको छौँ तपाईहरु पनि अलिकति आफ्नो कृषि लयमा खेती किसानमा तपाईहरु घाटा नाफा हुन्छ तर हामीलाई नाफा चाहिन्छ हेर्नुस् हामी कति दुःख गर्छौं तपाईहरु घाटामा हुनुहुन्छ भने तपाईहरुलाई म एकदम नम्बर 1 एकदम दाबी दिएर भन्छु तपाईहरुलाई यो खेती लिएर जानुहोस् तपाईहरु कहिले घाटा हुनुहुन्न तपाईहरुको हाम्रो मेहनतको तपाईले फल पाउने हुनेछ र यसको बारेमा तपाई जान्नुको लागि आउनुहोस् हामीसँग तपाईलाई दिनेछौं सबै आइडिया कसरी गर्नुपर्ने हो यो हो मखना खेती सो फेरि पनि हाम्रो यो दाजुभाइ नेपालको किसान दाजुभाइको लागि नयाँ खबर हो नयाँ खुसीको खबर हो आउनुहोस् बुझ्नुहोस् तपाईलाई म ग्यारेन्टी साथ भन्छु तपाईहरु एकदम यसमा तपाई लस हुनुहुन्न एकदम नयाँ खेती आएको छ तपाई प्लिज बुझ्नुहोस् च्यानल अगेन अनि हामीले एकदम स्वागत छ तपाईहरुलाई हैन यो हाम्रो एग्री गुरु च्यानलमा एकदम खेती बारेमा हो र यो सबैभन्दा पहिलो खेती हो नेपालको नम्बर 1 एकदम पहिलो खेती लिएर आएको छु मखना खेती हो ल हेर्नुहोस् मतलब यसको विषय के छ भने तपाईहरुलाई एकदम अब रेडी हुँदैछ एकदम रेडी टु इट मतलब एकदम खाने समय रेडी आएको छ कोकोलाई एकदम तपाईहरुलाई ट्राई गर्नु मन छ यो नयाँ फल नयाँ खेतीको नयाँ एकदम किसानको मेहनतको फल हो तपाईहरु आउनुहोस् हेर्नुहोस् रेडी भएको छ अब सबै एकदम 1 महिना छ सो तपाईहरुलाई एकदम हामी खाउनु लागि रेडी भएको छौं अब र हाम्रो एग्री गुरु च्यानल तपाईहरु आउनुहोस् चाख्नुहोस् एकदम नयाँ फसल हो एकदम यो एकदम नयाँ फल हो हामीले चाख्नु लागि अब सबै एक्साइटेड इभन हामी पनि एक्साइटेड छौं इभन म एक्साइटेड छु हैन सो सबैजना चाखौं हाम्रो यो नयाँ खेती हो एकदम नेपालको मखना खेती हो यो नयाँ हामीले यहाँदेखि कति छ भने हामी यो अहिले देख्दै गर्नु भएको तपाईहरु सबै लिएर यता माथिसम्म पनि छ सो टोटल गरेर हामी यो वरिपरि जम्मै एकदम राउन्ड लगाइदिन्छु तपाईलाई यो राउन्ड सबै गरेर हाम्रो एकदम कति भने 20 बिघा छ यहाँ हेर्नुहोस् सो यसमा हाम्रो धेरै मेहनत छ हैन नयाँ खेती हो नयाँ उब्जनी हामीले एकदम हामी मिलेर ल्याएको छौं हाम्रो नेपालको लागि हो एकदम एनीवेयर कृषि एकदम खेतीको लागि हो यो कृषिको लागि हो हैन सो तपाईहरुले पनि नयाँ कुरोहरु जान्नुहोस् आउनुहोस् बुझ्नुहोस् सो हेर्नुहोस् एकदम यो तपाईहरुले सडेको देख्नुहुन्छ होला यो जुन हरियो छ ग्रीन भइराको छ अहिले यो अब टाइम हुँदैछ यो सबै सडेर जान्छ अब यो दाना त्यहाँनिर एकदम बगिरहेको छ हेर्नुहोस् त्यहाँनिर हाम्रो फल त्यही हो दाना एकदम सो त्यो चाहिँ अब सबै तल जान्छ सो 1 महिना बादमा हामी यसलाई एकदम टिप्नु लागि रेडी छौं अब सो रेडी भएर एकदम हामी खानुमा रेडी छौं यसलाई हैन सो ट्राई गर्नु चाहनुहुन्छ एकदम ट्राई गर्नुपर्छ चाहनुहुन्छ भने आउनुहोस् कन्ट्याक्ट गर्नुहोस् हामीलाई हाम्रो कन्ट्याक्ट छ सबै एग्री गुरु छ हाम्रो फोन नम्बर पनि साथमा छ तपाईहरुलाई एकदम हामीले यो मखना खेती देखाउँदै छौं है नेपालमा एकदम पहिलो मखना खेती हो सो एकदम हेर्नुहोस् हाम्रो खेती बेगीमा गर्ने हामीमा किसानको एकदम मेहनत हेर्नुहोस् यो हामीले ल्याएर यसलाई अब एकदम रेडी खानुमा हैन रेडी छ सबैजना हामी सो पहिलो फल नेपालको चाख्नु पर्छ मेरो भन्नुको कारण मैले भन्नु खोजेको यही हो कि आउनुहोस् सबैजनाले बुझ्नुहोस् यो मखना खेती के रहेछ र यसको फल कस्तो हो भन्ने कुरो एकदम तपाईहरु त्यही चाहनुहुन्छ अब त्यो रेडी भयो अब खानु हेर्दै एकदम खानु लागि एकदम रेडी छ रेडी एकदम हेर्नुहोस् सारा यहाँनिर एकदम टोटल हाम्रो 20 बिघामा छ फेरि पनि सो एकदम हामी रेडी छौं यसलाई अब टिप्नुको लागि 1 मन्थ ओन्ली 1 मन्थ लेफ्ट 1 महिना मात्रै बाँकी छ अब एकदम सो रेडी हुन्छ यहाँनिर देखाइछु तपाईलाई म आउनुहोस् सडेको मतलब यहाँ छ हेर्नुहोस् यो चाहिँ सडेर जाँदैछ सबै पत्ताहरु यो सबै ग्रीन पत्ताहरु सबै जानेछ अनि तपाईलाई जुन पनि म भन्नु चाहन्छु कि आम सरी हेर्नुहोस् यो भनेको फल यही हो हेर्नुहोस् यहाँ हेर्नुहोस् इधर यता आइज भाइ हेर्नुहोस् है फल यसरी फल्छ है चोखो फल हेर्नुहोस् है
काँडा छ यहाँनिर काँडा छ एकदम जोगिनुपर्छ काँडै काँडा हुन्छ अब यो चाहिँ फल हेर्नुहोस् है फल फुट्यो हेर्नुहोस् देख्नुभयो यही हो फल सो यो फल चाहिँ कहाँको भन्नुहुन्छ भने म यसलाई छोडिदिएँ ल झऱ्यो देख्नुभयो यो केही हुँदैन सबै जान्छ अब एकदम रेडी हुन्छ यो खानु लागि गुड हेर्नुहोस् यो फल चाहिँ भन्नुहुन्छ भने यो फुल देख्नुहुँदैछ यहाँनिर कमल फुल जस्तो यहाँनिर पनि देख्नुहुँदैछ हो त्यही फुलको फल हो यो त्यो फुलमा सबै त्यो फल आउँछ एकदम अब जस्ट 1 महिना छ सबै फुल देखिरहनु भएको छ त्यो सबै फल हो हाम्रो त्यहाँनिर सो यसलाई भनेको कसरी खानुपर्छ हामी निकाल्नुको लागि त हामी मेहनत हामी किसान हो 1 नम्बर होइन कसरी हुन्छ हामीले यहाँसम्म आइपुगेको छौँ एकदम दुःख गरेर एकदम धेरै दुःख गरेर यो भन्नु खोजेको यो खेतीमा यस विषयमा धेरै दुःख पनि छ किनकि एग्री हो होइन एग्रिकल्चर सो दुःखै हुन्छ सो मेहनत एकदम धेरै मेहनतले ल्याएको छौँ सो ताकि त नयाँ कुरो हाम्रो नेपालमा पनि सिकौँ र नयाँ कुरो नयाँ फल जानु भनेर सो भन्नु खोजेको तपाईँहरूलाई हामी सिकाउने छौँ आउनुहोस् कसरी खानुपर्ने हो कसरी हामी लिएर तपाईँ जब लिनुहुन्छ कन्ट्याक्टमा आउनुहोस् यसलाई कसरी खाने हो यो एकदम अहिले भनिदिन्छु नम्बर 1 प्रोटिन हो एकदम प्रोटिन हो स्वास्थ्यको लागि हेल्थको लागि एकदम नम्बर 1 प्रोटिन हो यो सो इट्स लाइक सम्झिनुहोस् कि बदाम काजु यस्तै जस्तो सम्झिनुहोस् सेम लाइक त्यस्तै हो सो एकदम प्रोटिन नम्बर 1 हो सो आउनुहोस् स्वास्थ्यका लागि एकदम राम्रो हो यो कुरो र बुझ्नुहोस् तपाईँहरूले पनि अगर हामीसँग त के छ अहिले होइन टेक्नोलोजीको जमाना छ युट्युबमा गएर बुझ्नुहोस् मखना भनेको के हो सो आउनुहोस् अब हामीसँगै छ है खानु लागि एकदम रेडी हो आफ्टर 1 मन्थ 1 महिनादेखि बादमा हामीसँग खानुको लागि रेडी हुन्छ यो कसरी खाने तरिका हामीसँग कन्ट्याक्टमा रहनुहोस् हाम्रो च्यानललाई प्लिज फलो गर्नुहोस् एकदम हाम्रो किसान हो हामी किसान हौँ एकदम हामी किसानको बारेमा किसानलाई तपाईँहरू जो एकदम चाहनुहुन्छ किसानको मेहनत देख्नुहुन्छ किसानलाई एकदम तपाईँहरूले मन पराउनुहुन्छ प्लिज फलो गर्नुहोस् आउनुहोस् यसरी नै हामीसँग अर्को कुरो भन्छु हामीसँग मसरुम पनि छ हामीसँग छ्याउ खेती पनि छ एकदम झापाकै अहिले हामीले अलिकतिसम्म राखेको भरपूर्ण एउटा स्ट्रङले राखेको छौँ मसरुम पनि सो हाम्रो मसरुम पनि यही के भन्छ यो जग्गालाई कञ्चन कवल 2 मा पर्दछ झापा कञ्चन कवल 2 झापामा पर्छ आउनुहोस् तपाईँहरू र इजी गो टु आवर च्यानल त्यहाँ जानुहोस् त्यहाँ कन्ट्याक्ट नम्बर एभ्रिथिङ सब्सक्राइब गर्नुहोस् सबै के छ तपाईँको कमेन्ट्स दिनुहोस् लाइक क्वेसन्स कमेन्टमा हामी दिनेछौँ तपाईँहरूलाई सो थ्याङ्क यू सो मच सो अहिलेलाई फेरि नयाँ भिडियो अपडेट लिएर आउनेछौँ नयाँको लागि सो पर्खिनुहोस् धैर्य गर्नुहोस् हामी सबै तपाईँहरूलाई ल्याउनेछौँ थ्याङ्क यू